यी धेरै कार्यक्रमका बीच यो हार्मोनीको कार्यक्रम मेरो लागि पोखरा आउने एउटा विशेष कारण बनेको छ। गायिका तारादेवी र अरुणा लामाको यो स्मृति सन्ध्यामा आज उपस्थित हुँदा आजको प्रमुख गायिका जो सुर शक्तिका एक सशक्त साधक हुनुहुन्छ कुन्ती मोक्तानजी, उहाँ पनि हाम्रा अगाडि हुनुहुन्छ। संयोगले उहाँ र मेरो पहिलो भेट 2039 साल पौष 27 गते राष्ट्रिय नाचघरको मञ्चमा भएको थियो र उहाँ पहिलो पटक नेपाल त्यही दिन आउनुभएको थियो। उहाँलाई जोरदार तालिम हार्दिक अभिनन्दन चाहन्छु। त्यति बेला उहाँको विवाह भएको थिएन, उहाँ कुन्ती सुन्दास नै हुनुहुन्थ्यो र उहाँले त्यति बेला गीत गाउँदा उहाँलाई स्वर सम्राट नारायण गोपालले आयोजना गर्नुभएको कार्यक्रम स्मृतिका कोसेले हाम्रा गीतहरूमा उहाँ अरुणा दिदीको नेतृत्वमा कर्मयोञ्जनको टोलीमा आउनुभएको थियो। म उहाँसँग धेरै अरू कलाकारमध्ये रमोला मोक्तान, पेमा लामा, शङ्कर गुरुङ, अनि तेजी बराइली, अरुण सिंह थुप्रै आउनुभएको थियो। चन्दन लम्जेल चाहिँ त्यसमा छुट्नु भएको थियो र उहाँ आउनु हुँदाखेरिको टोलीमा संयोगले म त्यो कार्यक्रमको उद्घोषक थिएँ र अरुणा दिदीको गीतको बारेमा मैले बोल्नु परेको थियो र मेरो त्यो कार्यक्रमको सह-उद्घोषक चाहिँ प्रसिद्ध अभिनेत्री भुवनचन्द थापा हुनुहुन्थ्यो र आज कुन्तीजीलाई यहाँ देख्दाखेरि त्यो दिन स्मरण भयो र हामीले त्यो कार्यक्रम सकेको 11औं दिनमा तपाईँहरू बस्नुभएको होटल पारसमा नारायण गोपाल दाइले एउटा गीत गाउनु भएको थियो र त्यो गीत सम्भवतः आज कुन्तीजीले गाउँदै हुनुहुन्छ। शरण प्रधानको शब्द र सङ्गीतमा रहेको म आँखैमा राखिने योग्य कहाँ छु, म भुल हुँ सुधारिने योग्य कहाँ छु। गीतकार निर शाहलाई विमर्श पत्रिकाबाट हरिहर बिरहीले अन्तर्वार्ता गर्दा तपाईँ कस्तो गीतकार बन्न चाहनुहुन्छ भन्दा उहाँले उत्तरमा म सबै गीत लेख्न सक्छु तर शरण प्रधानले लेखेको म आँखैमा राखिने योग्य कहाँ छु जस्तो गीत लेख्न सक्दिनँ भनेर भन्नुभएको थियो र त्यस्तो गीत लेख्ने शरण प्रधानको निधनपछि अरुणा लामाको जीवन 2031 साल वैशाख 20 गतेपछि एकाकी भयो, शून्य भयो। शरण प्रधानसँगको साङ्गीतिक यात्राको कारणले नै अरुणा लामाको गायन स्टाइल भएको थियो। उहाँले फरक फरक शैलीका गीतहरू गाउनु भएको थियो। एउटा गीत त यतिसम्म रमाइलो भयो, त्यो गीतको रचनाकार पनि सङ्गीतकार पनि शरण प्रधान हो, तर रेडियो नेपालले त्यसलाई लोकगीत भनेर कोशी अञ्चलको लोकगीत भनेर प्रसारण गरिदियो, जसको विरोधपछि गोपाली अञ्चलले गर्नुभयो। यो जोवनलाई सलाम, यो पैसालाई सलाम भन्ने गीत थियो। त्यस्तो गीत गाउने गायिकाले पछि आफ्नो पतिको निधनपछि वियोगान्त गीतहरू बढी गाउनुभयो। उहाँका गीतहरूमा शब्दहरूमा उदास शब्दहरू बढी आउन थाले र उहाँलाई उदास वसन्तको गायिकाको भनेर सम्बोधन गरियो। श्रद्धेय गायिका अरुणा लामाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। म धेरै लामो बोल्न सक्दिनँ, नेपालका 3 जना अत्यन्त बोल्न सक्ने मान्छेहरूका अगाडि म 4थो नम्बरमा पर्छु, अझै दिपेन्द्रको अगाडि त म 5औं नम्बरमा पर्छु। त्यसैले सानो लेखेर ल्याएको छु, त्यो सानै होला जस्तो लाग्छ मलाई। म आजको यो मेडलीको सुरुवात नातिकाजी दाइले सङ्गीत गर्नुभएको गीत शुभकामना भरिबाट भयो र गीतको अन्त्य कर्मयोञ्जनको गीत फुललाई सोधे कहाँ गयो कता गयो भवराबाट भयो र यी 2 जनै सङ्गीतकारहरू एउटै समयका हुन्। तर कर्मयोञ्जन दाइ जहिले पनि के भन्नुहुन्थ्यो भने म नातिकाजीको सङ्गीत सुनेर सङ्गीत गर्न सिकेको हुँ र संयोगले नातिकाजीलाई नेपाली सङ्गीत आकाशमा सङ्गीत महर्षि भनियो। वास्तवमा उहाँ नै नेपाली सङ्गीतको एउटा ठुलो पाठशाला हुनुहुन्थ्यो। नातिकाजी र तारादेवीको जोडी भारतमा मदन मोहन र लता मङ्गेशकर जस्तै भयो। नातिकाजीले बनाएका धुन तारादेवीको लागि हो कि तारादेवीको आवाज नातिकाजीको सङ्गीतको लागि थाहा लाउन पत्ता लाउन गाह्रो भयो। कयौं यस्ता गीतहरू छन् जुन नातिकाजीले सङ्गीत गरेपछि तारादेवीले गाउनु भयो। त्यो चाहे उकाली ओह्राली होस्, चाहे त्यो काली पारी दाइ कति राम्रो, चाहे आँखा पर्सियो भुइँ भिज्यो तर रोपाइँ भएन, यो वर्ष पनि मेरो मनको खेत बाँझै रहने भयो। यस्ता गीतहरू नातिकाजीको सङ्गीतले तारादेवीको स्वरले गर्दा उच्चतामा पुग्यो। तर तारादेवीको मूल्याङ्कन गर्दा धेरै ठाउँमा हामी के गल्ती गर्छौँ भने तारादेवी स्वयं पनि एउटा राम्रो सङ्गीतकार हुनुहुन्थ्यो। उहाँलाई त्यस्तो कुनै सङ्गीतको पदवी त दिइएन, जसरी लता मङ्गेशकरलाई पाकिस्तानको शाम चौरस भन्ने संस्थाले उस्ताद लता मङ्गेशकर भन्ने पदवी दियो। तर तारादेवी पनि नेपालमा एउटा पदवी पाउने हकदार भएको गायिका हुनुहुन्छ। उहाँले आफै सङ्गीत गरेको एउटा गीत आँसु झर्दाखेरि पनि रुवाई भन्न सकिएन, तिमी मेरो होइनौ पनि
पराई भन्न सकिएन यस्तो गीतहरू उहाँले सङ्गीत गर्नुभयो। यस वर्ष नेपाल आइडलमा एउटा गीत साह्रै लोकप्रिय भयो, जुन गीत नातिकाजीले सङ्गीत गर्नुभएको थियो, साँगुरी बारिनी हो यो धारा पानी, गर्दिन पो हो हजुर बालुवा, खरो है सुर्तीले नि बाडुल्की लाग्यो, खानु हो हजुर मलुवा। कवि पुण्य प्रसाद सुवेदीको यो गीतलाई, हुन त यो लोक सङ्गीतमा आधारित गीत हो, यसलाई तारादेवीले गाउनुभयो, नातिकाजीले सङ्गीत गर्नुभयो। तारादेवीले कैयन यस्ता गीत गाएकी छन् जुन गीतहरू स्थान विशेष पनि छन्, जस्तो कवि महबिबी शाहको बन्दीपुरी उकाली यात्राको गीत होस्, वा यही साँगुरी बारी जो पूर्वाञ्चलमा तमोरबाट धनकुटा जाँदा उकालोमा पर्छ। तारादेवीसँग एउटा ठुलो क्षमता के थियो भने तारादेवी जुनसुकै उमेरको जुनसुकै क्षणको गीतलाई पनि जीवन्त रूपले गाउन सक्नुहुन्थ्यो। उहाँले अघि भर्खर प्रस्तुत गरेको गीत राममान त्रिष्टको रचनाको एक फुल झरेर के भो सयौं बहार आउँछ जस्तो गीत पनि गाउनुभयो। र त्यही तारादेवीले राममान त्रिष्टको दिलमा हजुर आएर मात्रै मलाई थाहा भयो मेरो पनि जवानी आएको रहेछ गीत पनि गाउनुभयो। तारादेवीको स्वरले नेपालका विभिन्न नायिकाहरू, चाहे सुषमा शाहीलाई फुलको थुङ्गा बहेर गयो गङ्गाको पानीमा होस्, चाहे भुवन चन्दलाई सुन पवनले के भन्छ जस्तो गीत होस्, चाहे मीना सिंहलाई, विभिन्न नायिकालाई उहाँले स्वरले साथ दिनुभएको छ। तर त्यसै गरिकन तारादेवीले विभिन्न गीतकारको गीतहरूलाई पनि न्याय गर्नुभएको छ। पितामा पिताका गीत, छोरामा छोराका गीत, बाउमा ससुराका गीत, बुहारीका गीत, दुई पुस्ताका गीतकारहरूको उहाँले गीत गाउनुभएको छ। उदाहरणको लागि महबिबी शाहको गीत पनि गाउनुभएको छ, के छ र दिउँ तिमीलाई मैले कोसेली भनेर, र महबिबी शाहकी बुहारी चाँदनी शाहको गीत पनि गाउनुभएको छ। दाजु ईश्वर बल्लभको गीत गाउनुभएको छ, फुलाई फुल फुलन धरती आकाश ओर्ली आउला, अनि भाइ विश्व बल्लभको गीत गाउनुभएको छ, यही छ कामना मेरो शुभकामना जस्तो गीत पनि गाउनुभएको छ। सङ्गीतकारमा पनि उहाँले दाजुभाइका सङ्गीतहरूमा सङ्गीत गाउनुभएको छ, गोपाल योन्जनको सङ्गीतमा पनि गाउनुभएको छ, गोपाल योन्जनका दाजु कर्मयोन्जनको सङ्गीतमा पनि गाउनुभएको छ। मलाई एउटा अचम्म के लाग्छ भने कर्मयोन्जनको सङ्गीतमा गाउन उहाँलाई किन ईर्ष्या लागेछ भनेर उहाँले एकपल्ट एउटा अन्तरात्मा भन्नुभयो। कर्मयोन्जनको सबै राम्रो गीतहरू अर्ना लामाले मात्र पाउने रहेछ, मलाई तपाईँले गीत नदिने भनेर उहाँले सोध्नुभयो अरे। र कर्मदाईसँग संयोगले उहाँको रेडियो नेपालमा भेट भयो। भेट भएकै दिन उहाँले दुईवटा गीत गाइदिनु भयो। एउटा चारैतिर फुलहरू फुलिसके भँवराले रसबारी डुलिसके, यो गीत पहिला भारतमा दावागी अल्मोले गाउनुभएको थियो नाटकको लागि, पछि तारादेवीले रेडियो नेपालमा गाउनुभयो। त्यही दिन उहाँले अर्कोटा गीत गाउनुभयो कर्मयोन्जनको सङ्गीतमा, हजुर छि कस्तो मान्छे, किरण खरेलको शब्दमा। तारादेवीको गायनको क्षमता यदि बयान गर्न गाह्रो छ। उहाँले शिवशङ्करदेखि लिएर स्वयम्भुराज साकेसम्मलाई युगल गीत गाउनुभएको छ। उहाँले प्रकाश श्रेष्ठ, दीपक खरेल, नारायण गोपाल, प्रेमदोष प्रधान, धेरै गायकहरूसँग गाउनुभएको छ। तर अचम्म र रमाइलो कुरा, उहाँले गायिकाहरूसँग पनि युगल गीत गाउनुभएको छ। उहाँकै प्रतिद्वन्दी गायिका दिलमाया खातीसँग न्याउली बस्यो त्यो रानी बनैमा, लौन माया त्यो रानी बनैमा, त्यो गीत गाउनुभएको छ। गोपाल योन्जनको शब्द सङ्गीतमा अर्कोटा युगल गीत गाउनुभएको छ, रातमा निद छैन मलाई भन्ने गीत, त्यतिकै लोकप्रिय